It's guys. के भन्छ अमित चाहिँ आज छैन है आजको एपिसोडमा आउँदैन भन्दा नि एक्लै मोज मस्ती गरेछ अमितले हिजो राति के गर्यो कहाँ गयो कसो गयो थाहा भएन त्यस्तो नराम्रो काम चाहिँ गर्दैन अमितले तर अमित चाहिँ छैन आज अब हटेर मेरो घरको एक ब्रेकफास्ट खाएर अनि आज चाहिँ एकदम क्विक होला जस्तो छ सही हिँड्छ होइन धेरै बोलिन्न ठाउँहरू देखाउँछु नि यसो होइन अब अहिलेदेखिको यो कति एपिसोड्सहरू भइसक्यो हड्डी हो हाम्रो ठाउँ खोज्ने र गाइड गर्ने मान्छे चाहिँ Sir, morning. morning ai xỉ lên mông thi mà ca đâu có to xí cá tóc có 15蚊即係2邊啦，好唔好？你嗰個就仲使唔使咁多錢？係少少仔冇使攞，係啊，腸蛋麵啦，一件奶油多，一邊一人一邊啦，好唔好？係啦。 very good चौसन अनि कहाँ हो यहाँ आजको हाम्रो सिचुएसन के छ आजको कहाँ हो यो लोकल के भन्छ अरे यो लोकल जाजाङथेङ के भन्छ अरे 風槍啊！ फोङछोङ風槍 यो चाइनिजहरूको लोकल 㗎嘛？ भट्टी जस्तै नेपालको खाने ठाउँ हो यो चाहिँ उनीहरूको होइन चिप राम्रो मिठो कुरा होइन पाइनएप्पल बन polo pao with butter अनि आइस लेमन टी क्लासिक फेभरेट मेरो चाहिँ अर्को क्लासिक नुडल्स विथ अन्डा र ससेस बिहान बिहान यस्तो नखानु पर्ने हो खानु पनि नहुने हो यस्तो तर आज खाइदिनु लामो यात्राको लागि एनर्जी चाहिँ चाहिन्छ 俾辣椒油你。 आइ थ्याङ्क यू बुझ्नुहुन्छ क्या नेपाली हो नि त नेपाली पिरो चाहियो नि त यस थ्याङ्क यू ल है त डाइभिङ सप्लाई डन ल सप्लाई एमटिआरबाट यहाँ अहिले जुनमा नजिक आएर ग्यास स्टेसनबाट सप्लाई लिएर अब निरल हिल जाने आज चाहिँ अलरेडी सुरु भएको छ होइन त्यही हो हामी सर हामीलाई त्यहाँको हाइकले पुग्दैन होइन त्यही भएर अलिकति सुरुबाटै एक्स्ट्रा वकिङ चाहिँ हामीलाई चाहिन्छ होइन आज हामी हराएको नि होइन केही पनि भएको होइन जस्ट एक्स्ट्रा हिँडेको मात्र हो जस्ट सिम्पल सर्ट हाइक छुट्टीको दिन होइन साथीसँग भेटघाट घुमघाम गफसफ यस्तो त हो नि जिन्दगी होइन अलिअलि एभ्री डे गाइज अलिअलि सो यो साइड चाहिँ फर्स्ट टाइम हो होइन चुनवनको यसो हेरेको अब हामी युलङ बस्ने मान्छे होइन सबै कुरा छेउछाउमै अलिक हरियाली हुने दोकानहरू यहाँ त के हो क्या नो लाइफ नो लाइफ क्या यहाँ त मान्छे पनि छैन तर आई गेस यो विदेशको बिजी लाइफले पनि हो क्या अहिले सबैजना काम त होइन आज सन्डे हो यार सन्डेको दिन पनि यस्तो हुन्छ भने त ब्रो दिस इज इन्डस्ट्रियल एरिया अब चाहिँ भाइब आउँदैछ सुरु भयो जस्तो लाग्यो हामी कति 2 किलोमिटर हिँडेछौँ अनचिट स्ट्रिट आइपुगेछौँ जस यहाँसम्म आउँदा नि उकालै चढिरहेको थियौँ हो डाँडातिर भएर यो चाहिँ पक्का डाँडाको बाटो भएर प्रि हाइक भइसक्यो हाम्रो लागि होइन वार्मअप समअप भइसक्यो पसिना खल्दै भइसक्यो अब जस्ट निरल हिल पुग्नु मात्रै बाँकी हो यही त दी हामी मिनी बस सरेको हामी सुरुमा यहीँ आइपुग्ने रहेछ 15-20 मिनट नआयो यो हाम्रो अब हङकङको सबै हाइक यो चाहिँ हामी के अरे कङ्कोर गर्छौँ अब कङ्कोर गर्छौँ होइन एक-एकवटा गर्दै सब जाने हो यो हो क्या हो यो हामी होइन भाइ हुनुपर्छ नि भाइ हो हामी कहाँ छौँ हाइकिङ भनेपछि त भाइ हुनुपर्छ नि भाइ हो त्यही भएर भाइब आएन अरे भाइब आएन भने चाहिँ अमितले फेरि साइडमा उबर चलेर घर जाऊँ भनिदिइहाल्छ आई थिङ्क स्टार्टिङ पोइन्ट होला यो हो त म कहिले पनि भन्दिनँ होइन होला भन्छु म जहिले पनि होइन तर हो नै होला यो चाहिँ सिम्स लाइक फिल्स लाइक स्मेल्स लाइक अमितले भने जस्तो होइन स्मेल्स लाइक सिट भन्नु होला जस्तो छ अब साथीले आज धोका दिएको छ होइन
केही छैन अमित हो नि त एमिस हो नि त हि इज अलवेज अ मिथ एन्ड हिज थिङ्स विल बी मिथिकल बाटो त यताबाट दिएको अब हेर पक्का सुरु भयो नि अब ल। हामी गएर यस्तो नेपालको झन्डा यस्तो राखिदिनु पर्छ हो पुरा हुनु त हङकङमै हो होइन टाढो त कहाँ त्यही पनि नसो भन्ने कुरा होइन यो नेपाली या भनेर नि यति सस्तो स्लोली बेबी स्टेप हो नि त यो त हाम्रो हो अहिले अब यस 500 कति मिटरको डाँडा पछि माउन्ट एभरेस्ट 8000 कति मिटरको मजाको देखिरहेको के अरे तिम्रो जुत्ता आजको बाउबाट किनेको होइन बेयरफुट बेयरफुट सुज होइन बेयरफुट सुज अब रिभ्यू चाहिँ अहिले भरे हुन्छ आफ्टर दिस हाइक र यसै गरी सुरु चाहिँ भइसक्यो सुरु भयो मिडल हिल के कस्तो निडल हिल नाम सुन्दै के भन्छ सुई डाँडा सुई डाँडा हो। सुईवाला डाँडा होइन जिन्दगीमा यसरी नै उ लाग्नुपर्छ है गाइस दिस इज भेरी डेन्जरस ओके हाई भोल्टेज इलेक्ट्रिसिटी पासिङ थ्रु यु थ्याङ्क यू बाटो हेर्नुपर्छ त्यही थियो त्यो क्यामेराबाट भन्दा नि हामीले हेर्दाखेरि चाहिँ यहाँबाट चाहिँ एकदमै नजिक एकदमै यहीँ जस्तो देखिएको छ कि बादल होइन बादलमा छिरेर बादलबाट निस्केर दामी देखेको र यता रिजर्भर तिमीले मलाई भनेको होइन रिजर्भरमा स्विमिङ खेल्नु मन छ भनेर अब के अरे मिल्दैन तर मिल्नु त मिल्छ होला मिल्न त मिल्छ पानीमा गएर हामी फाल्नु मिल्छ तर त्यसपछि के हुन्छ थाहा छैन मेबी विल एन्ड अप इन सम फेडरल रिजर्भ प्रिजन के भन्छ त्यस यहाँ माथि बिबिक्यू गर्ने एरिया रहेछ कि मान्छेहरू मिठो बार्बिक्यू हान्दैछ कहिले नआएको ठाउँ भयो ए भेन्डिङ मेसिन सबै रहेछ नि अहिले बसीको लागि ठिकै हुन्छ सिनमुन बार्बिक्यू एरिया अरे अनि हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई बार्बिक्यू भनेपछि एकदमै हेरी हुँदो के हो एक वर्षमा एकचोटि हानेन भने पार लाग्छ एकचोटि होइन 12 महिनामा 12 चोटि 12 महिना हरेक महिना एकचोटि केही न केहीको खुसीयालीमा एकचोटि बार्बिक्यू चाहिँ हान्नै पर्ने हुन्छ छ त Oh wow! This is the dam that I don't give. Jubilee Reservoir Steel Bridge. So yeah, कति छ सिचुएसन उफ यता चाहिँ पानी यता चाहिँ भिर सो यही हो रिजर्भर चाहिँ 360 भने हान्दिउँ न होइन ड्रोन है अन्त ड्रोन पनि आउँछ बिस्तारो सुन Any lucky one of you, whoever it might be, यो भिडियो हेरेर एउटा सानो गिफ्ट के हैन गेस गर्नुस् होला कुन चाहिँ एपिसोडमा हाम्रो भ्लग आउँछ हैन फ्रम दिस कुन चाहिँ एपिसोडमा भ्लग आउँछ हैन सरी क्या न क्या चाहते हो भाइ कुन चाहिँ एपिसोडमा ड्रोन के ड्रोन सोड आउँछ भनेर क्या ल यो एक्सप्लोरिङ दिस एपिसोड हैन यसपछि नेक्स्ट एपिसोडलाई चाहिँ एक गनिन्छ एपिसोड 1 गनिन्छ हैन जस्ट ऱ्यान्डम नम्बर जस्ट गेस वन नम्बर कति एपिसोड पछि चाहिँ हाम्रो ड्रोन आउँछ होला हैन लेट्स से 1 भन्नुभयो भने चाहिँ नेक्स्ट एपिसोड हैन 2 भने चाहिँ आफ्टर 2 एपिसोड्स सो ऱ्यान्डम नम्बर गाइस ऱ्यान्डम नम्बर कमेन्ट बिलो हैन मिल्न गएको खण्डमा चाहिँ हैन अवस्थामा चाहिँ म पर्सनली थाहा बस्छु म चाहिँ म गिफ्ट दिने वाला छु ल गिफ्ट पाउँछ रे गाइस म नि एउटा टी-शर्ट दिम्ला ओए दामी यार टी-शर्ट दिम्ला सिटी खोला जस्तो छ त्यहाँ ओए है जान ठिक हो त्यो दामी त्यो हेर न त्यहाँ पौडी खेल्न मजा आउँछ होला चाहिँ एक पौडी भन्दा पनि त्यो पखालिनु के को ब्रिज हो यो ब्रिज छ त त्यहाँ हेर न क्या छ London Bridge is falling down. Romeo save me. Yes sir. So हामी अहिले यहाँ छौँ हैन हामी आएको चाहिँ यता यो यता कतैबाट हैन I think
यता यताबाट आएको होला नि होइन यता यता हुँदै हिँड्दै हिँड्दै हामी यहाँबाट यस्तो हिँडेर अहिले हामी यहाँ आइपुगेछौँ अब हामी जाने चाहिँ यहाँ निडल हिल आजको लागि होइन निडल हिल भन्ने त्यसपछि अब आएर न अब कहाँ यो एरियामा धेरै रहेछ यार हाइकने ठाउँ अब यताबाट टाइमसम्म जाँदा नै भयो यहाँ माथि होइन सरी आई थिङ्क ठिकै हुन्छ यो यहाँ लेखेछ ऊ त्यो चाहिँ सबै रेजर्भरहरू रहेछ यो रेजर्भरहरू होइन ल छुट्टीको दिनमा सिनेमे सिनेमे माथिबाट माथि त रहन्छ एकछिन तर घुम्छ घुम्नु त माथि त रहन्छ है तलबाट नरहन्छ होइन एउटै हो एउटै एउटै रहन्छ जाने बाटो रच्छ गाइज जाम 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 निडल हिल हामी आउँदैछौँ कतिको चुचो रहेछ हेर्नुको लागि बात भाइ सुरु चाहिँ यहाँबाट रहेछ म्याक्लेहोस ट्रायल स्टेज 7 गेट खोल्नु पर्दो रहेछ है ली के अरे गाई लिग 7 के अरे 7 गेट लाइफ अफ डेट ओपन नाटक बन्द वकिङ ज्यादा अब अस्तिको चाहिँ डाँडा भए पनि आजको चाहिँ पक्का स्टेजमा त फेरि You guys went to Needle Hill? You guys went to Needle Hill? निडल हिल अब चाहिँ निडल हिल ए आज भन्नु धेरै केही छैन अब निडल हिल चढ्ने तर्फ लाग्दैछौँ होइन सी यु गाइज अप देयर or maybe somewhere in the middle उकालैमा त चढिरहेको छौँ हामी उकालो so we are back in the middle we are not yet there अब हाफे पुग्न आँटेको छौँ निडल हिलको होइन हाफेतिर छौँ अब बल्ल we are halfway done to Needle Hill निडल माने सुई हिल माने डाँडा निडल हिल आई थिङ्क भर्खर हामी एउटा डाँडा चढ्यौँ फेरि अर्को डाँडा चढ्दैछौँ हो एकछिन खिच तिमी म खिच्छु अब एकछिन उफ सो आज चाहिँ सिचुएसन चाहिँ उकालो चढ्दै होइन उकालो चढ्दै अनि फेरि अझै उकालो चढ्दै उकालै चढिरहेछौँ हामी अलिकति सिधा बाटो हल्का ओह्रालो फेरि उकालो अस्तिको त डाइरेक्ट डेस्टिनेसन पनि देखिन्थ्यो होइन माथि हो अहिले त डेस्टिनेसन पनि देखेको छैन एक टाइममा रमाइलै छ तर उफ हो अब कुद्दै मान्छे हाम्रो पनि डेस्टिनेसन त अब पछि गएर के हुन्छ थाहा छैन तर वी आर लभिङ द जर्नी के उफ ओहो घरको एसीको हावा होइन क्या जङ्गलको चिसो हावा आज चाहिँ हामी डाँडाको चेप्पै हिँड्छौँ है डाँडाको चेप फेरि भन्दैछु त फेरि उकालो उफ हेलो हवि त सकिँदैन त नयाँ फन छ क्या यो पुस गर्दै हिँड्नु एभ्री हेर झन् उकालो मात्र आउँछ त यार अझै माथिवाला हौ
सो धेरै पनि होइन हल्का माथि आइपुग्यौँ कस्तो छ दामी भ्यू पनि राम्रो छ फेरि हल्का माथि आए उकालै छ यार पानी खाने है के भन्नु यार सास फेरेकोबाट थाहा हुनुपर्ने हो अब आई थिङ्क त्यहाँबाट हल्का माथि मात्र होला त्यहाँबाट हल्का माथि सिधाबाट आउँछ कि भन्ने चाहिँ आश छ तर हेरौँ के हुन्छ फेरि होइन फेरि उकालो आउने हो कि अर्को इम्पोर्टेन्ट कुरा चाहिँ यस्तो गर्मी हुँदाखेरि होइन यस्तो घाम लागेको बेला छ डाइरेक्ट स्पेसली यस्तो घामको तल छ भने चाहिँ डाइरेक्ट आएर त्यो चिसो पानी अथवा पानीहरू घुटुक चाहिँ कहिले पनि नपिउनु होला है इट्स भेरी ब्याड स्ट्रोक लाग्ने चान्सेस हुन्छ होइन बिस्तारै मुख खेलाउँदै फ्याक्दै अलिअलि मात्रै खानुपर्छ क्या किनभने त्यो ज्यानलाई एकदम हिटेड हुन्छ नि त तिमीलाई सोच न एउटा मेसिन क्या जस्तो गाडी क्या तिमी अब यस्तो तात्तिखेर डाइरेक्ट आएर तिमी चिसो गऱ्यो भने मेसिन बिग्रिन्छ नि त सेम विथ तिम्रो बडी नराम्रो हुन्छ क्या डाइरेक्ट चिसो खायो भने मैले आज नयाँ कुरा सिकिरहेको छु ठिकै छ त्यही हो निडल हिल चाहिँ सेट कस्तो चुचो हो ल त्यही हो निडल हिल गाइस देखियो बल्ल आँखाले निडल हिलै हो त त्यो निडल हिलै हो त्यो पुग्ने नै हो त त्यहाँ पुग्यौँ त्यहाँ पुग्ने हो गाइस अब ओह माई गड चुचै छ त यार त यार धेरै जिस्काएको त ल जम 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 अब चाहिँ डेस्टिनेसन आँखै अगाडि छ जम अलराइट सो निडल हिल अब त एकैछिनमा आइपुग्यो त हो गाइजहरू अघि भर्खर त्यहाँ थियौँ हामी होइन टाढै छ होला भनेको त्यही आँखासम्म आइपुगिसक्यो होइन अब कति नै छ अरे यो कति बेला लाग्छ होला हामीलाई अब यो चढ्नु धेरै त छैन यसो डिस्टेन्स हेर्दा 600-700 मिटर कति छ होइन 400-500-600 मिटर छ होला तर सिधै उकालो मात्रै प्लेन पनि कस्तो मिठो हावा आएको यार ओपन भएर क्या आई गेस अब हामी त गर्मीमा गरिरहेछौँ अहिले पछि जाडो महिनामा आउनु चाहिँ एकदम रमाइलो हुन्छ यतातिर हल्का शीतलको बेलामा होइन पर्फेक्ट यो त लाइक राम्रो स्पट हो क्या टक्क हाइक गऱ्यो पछि बिबिक्यू गर्दा नि हुन्छ खुल्ला रिजर्भर पनि छ ल यो चाहिँ अब लास्ट अघिदेखिको उकालो यो चाहिँ अब लास्ट यहाँबाट चाहिँ हो ल सुरु हो जाए सुरु के हो सिँढी पनि ठुल्ठुलो छ त हौ होइन कि हामी धेरै चढेर त्यस्तो फिल भएको हो अब हाम्रो साथी अब हिजो राति अलिकति व्यस्त भएछ हाम्रो मिस्टर अमित नागेसाकी त्यही पनि रिस त उठ्छ होइन आउने भनेर नआउँदाखेरि तर के गर्नु साथी भनेको त्यस्तै हो होइन चिज अहिले नयाँ कुरा होइन के हो झन् नजिक भइसक्यो त यो त एकवटा पाइला गर्दै स्टेप्स काउन्ट गर्नु पर्थ्यो क्या यहाँ त ठिकै छ हाम्रो साथी आज यो जर्नीमा हामीसँग हुनु पाएन केही छैन अर्कोमा हुन्छ नि फ्यु स्टेप्स अब त्यहीँ हो कमानजी हल्का पुस तिम्रो पछाडि भ्यू दामी देखेछ यार आम्मामा मेरो हार्टबिट मैले कानमा फिल गरिरहेछ ढुक 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 भयो यार मेरो कानको इयरड्रममा फिल भइरहेछ ल आइपुग्यो हेलो ल निडल हिल 532 मिटर अनि यहाँ आउन चाहिँ यहाँ आउन
अब यहाँको 360 भ्यू देखाउँछु म ओ मा सारङकोट जस्तै यार आधी हङकङ त पुरै देख्दै रह नि त यार शिट उफ हेर्नुहोस् गाइस टक्क मेरो पिओभी पनि देखाइदियो होइन क्यामेराको होइन परबाट ओसियन हो खोला यो कुन ठाउँमा थाहा पनि छैन हामीलाई होइन यता रिजर्भर छ यता पनि फेरि खुल्ला आमा हङकङ यति नै त होला हङकङ यता उतातिर अनि यतातिर एक दिनको अल्छीले गर्दाखेरि भोलि पनि अल्छी हुन्छ भोलि नि अल्छी भयो भने अर्को 2 दिन अल्छी हुन्छ होइन त्यसै गरी मेरो यो हप्ता चाहिँ अलिकति स्ल्यागिस भयो होइन यो हप्तामा धेरै होइन 2 दिन मात्रै वर्कआउट गर्न सकेँ म होइन आउट अफ 7 डेज इन्क्लुडिङ आज पनि वर्कआउटै भनौँ न सो 4 दिन मिस भयो वर्कआउट होइन टेक्निकली 3 दिन मिस भयो वर्कआउट होइन सो त्यतिले गर्दाखेरि आफूलाई फिल भयो क्या अल्छी नै अल्छी हुँदो रहेछ सो मलाई अघि यस्तो गाह्रो भयो क्या होइन कति बजी त्यो घामले गर्दा नि होला अलिकति गाह्रो भयो तर अहिले एनिवे आइम ब्याक होइन रिकभर फुल्ली सो हामी चाहिँ म के भन्न आँटेको थियो भने चाहिँ त्यो देख्न सक्नुहुन्छ त्यो ड्याम होइन मेबी राम्रोसँग देख्दैन होला होइन त्यो ड्यामबाट हामी होइन त्यो हिँडेर त्यहाँबाट हामी त्यो सिटी साइडबाट हामी हिँड्दै आएर यो डाँडाबाट चढेर फेरि हिँडेर फेरि अझै चढेर फेरि यताबाट फेरि चढेर हामी त्यहाँबाट खिचेको होइन त्यहाँबाट फेरि अझै चढेर यहाँ आइपुगेको छौँ होइन राम्रो रहेछ जोस् होइन बबाल जोस् यो हाइक पनि अब सजिलो त खास सजिलो नै हो होइन एटलिस्ट लाइक ट्रायल वाइजमा चाहिँ है बाटो मजाको बाटो चाहिँ हिँड्नु होइन तर डिफिकल्टी वाइजमा चाहिँ अब अलिकति एक्टिभै हुनुपर्छ होइन घामहरू छ होइन दुख्छ भने चाहिँ अलिकति चस्मा लगाएर टोपी लगाएर होइन पानी एकदमै हाइड्रेट भएर होइन घरबाट हाइड्रेट भएर आउनुपर्छ होइन नत्र फेरि यहाँ अघि एउटा मान्छे पनि झन्डै बिचरा सुट्टी होइन लाइक मिडल एज वुमेन होइन सुट्टी जे भए पनि होइन गाह्रो हुन्छ जे भए पनि चढ्नु भयो नि त हिम्मत भयो नि त हिम्मत छ नि त हिम्मत गरेर आएको हो सही हो सो योभन्दा उता चाहिँ अब यो पर्पल लाइन थियो त अघि यो पुरै यहाँदेखि कहाँ जान्छ क्या आई थिङ्क अर्को उता साइड निक्लिन्छ होला हङकङको अर्को साइड जस अब त्यो गर्नु मन छ भने चाहिँ हाम्रो थर्ड मेन लिएर होइन पार्ट 2 हानिदिनुपर्छ होइन पुरै किनभने बिस्तारो कङ्कर गर्ने हो नि त अलिअलि ट्रान्सफर्मेसन जर्नी हुँदैछ मान्छेहरूको होइन पर्सनल चिजहरू पनि हुँदैछ है हाम्रो है यो चाहिँ हाम्रो पहिलाको वर्षभन्दा चाहिँ आई बिलिभ अलिकति भने इम्प्रुभमेन्ट गर्दैछु म होइन अलिकति मात्र धेरै भएको छैन म साथी हुनाले भन्दैछु धेरै भएको छ आफैले देखेको मान्छेले भन्दैछ अब नेक्स्ट इयर चाहिँ फुल्ली होइन मेबी एउटा WBC टाइटल पनि हो आँट्दैछु होइन स्प्यारिङ यताउता सुरु भइरहेछ धोबी भेटिरहेको छु होइन सुरुमा धोबी भेट्नु पर्दैन अब हुन्छ नि आफूले सोच यस्तो हुँदैन क्या त्यहाँ रिङमा गएर क्या होइन यसलाई म यसरी हान्छु भन्ने सोध्छु है अर्कै वेमा भेट्छ क्या यताबाट भेटिरहेको हुन्छ होइन त्यही हो इट्स फन के अरे म भनौँ कोड अफ द डे सायद यो देख्नु पनि भएको छ होला इन्स्टाग्राममा होइन त्यही पनि म फेरि रिपिट गर्छु होइन किनभने यो मैले भनेको नि त फोकस अन करियर नट गर्ल्स बिकज सक्सेस इज पर्मानेन्ट जिएफ इज नट त्यो भन्छ त अघि कक्रोच गरे ल यहाँ सानो मन्दिर पनि रहेछ है गाइस फोकस अन करियर यस गाइस अब हैन नेप्लिस हस्लर हैन निडल हिल सकेको छ हैन कङ्कर्ड अब हाम्रो यो चाहिँ एउटा नेपालीले गर्ने कुरा हो हैन यसो जहाँ गए पनि यसो आफ्नो झन्डा चाहिँ देखाम न भनेर हैन टेङ नयाँ हाम्रो अब ट्रेन्ड हो यो अब यो चाहिँ हल्का ओह्रालो झर्नेको पीडा हो क्या चढ्नु त अब गाह्रो त हो होइन झर्नु त सजिलो हुनुपर्ने हो होइन झन्जी झन् अझै स्टेज छ क्या यहाँ त ग्याप पनि ठुलो छ होइन
अब अघि धेरै उकालो उकालो भन्यो अब धेरै ओह्रालो ओह्रालो मात्र छ होइन सो अर्को अब पीडा यही हो ओह्रालो झर्नु पर्ने सो सी यु डाउन देयर है त गाइस अब जर्नी सक्यो होइन लास्टमा स्ट्रेचिङ चाहिँ गर्नुपर्छ गाइस बिफोर एन्ड आफ्टर सो आज के भन्नु अब एडभेन्चर ओभरअलको एडभेन्चर चाहिँ बबाले भयो अब त्यही हो भोक लागिसक्यो बिहान एउटा बन मात्र खाएर हिँडेको दिउँसै भइसक्यो अब भोक लाग्यो हाम्रो निडल हिलको जर्नी चाहिँ सी यु गाइज अन नेक्स्ट भिडियो होइन अब चाहिँ खानातर्फ लाग्यो सी यु गाइज पिस आउट सो ब्याक टु वे वी स्टार्टेड अब चाहिँ हाम्रो अन्तिम यात्रा चाहिँ आजको लागि होइन एकदम भोक लागेको छ बिहान ब्रेकफास्ट चाहिँ खाएको हामीले होइन टोस्ट के चाउचाउ मिठो पनि लागेन खाएन मैले लानु $100 to $128 उबरमा आएको यहीँबाट जाऊँ न कहाँ डाइरेक्ट जोरन हो के अरे त्यो स्ट्रिटको नाम वाइचिङ स्ट्रिट सो हामी चाहिँ यही हो वाइचिङ स्ट्रेट फ्रम उबर म त यहाँबाट त्यहाँ एमटिआर सोचिरहेको थिएँ तर यहाँ मेरो साथीले चाहिँ यहाँ अब जीले चाहिँ अब डाइरेक्ट उबरबाट वाइचिङ स्ट्रिट गएर डाइरेक्ट एप्स हान्ने प्रपोज गर्दै हुनुहुन्छ है त्यही गर्दा नट ब्याड र त्यही हो आजको एपिसोडमा चाहिँ हाम्रो नागासाकी मिस्ड भएको छ नेक्स्ट एपिसोडमा आइहाल्छ नि स्टोरी चाहिँ हेरिरहेको छ अरे फेरि होइन नागासाकीले स्टोरी चाहिँ हेरिरहेको रिग्रेट भयो होला नि निडल हिल चाहिँ तर निडल हिल होइन दामी थियो तर अनेस्टली सो यस सी यु इन बिट्स एन्ड पिसेस सो हामी चाहिँ अब उबर लिएर डाइरेक्ट बिट्स एन्ड पिसेस है त आइपुग्यो सुरुको मिल्छ चटपटे एउटा ड्राई एउटा ग्रेभी त्यसपछि आउँदैछ एउटा ड्राई अनि एउटा ग्रेभीवाला यसरी झोलवाला लाफिङ लाफिङ चाउमिन खाए मजाले पचाए सबैजना दिन एकतालमा त आउँदैन त्यही त सो भजन मस्ती सबै भयो होइन कति 2 प्लेट चटपटे एउटा ग्रेभी एउटा ड्राई 2 प्लेट लाफिङ एउटा झोल एउटा ड्राई अनि अन्तिममा गएर भेज चाउमिन र भेज मोमो आई थिङ्क द्याट्स अबाउट इट फर दिस एपिसोड अब अर्को हप्ता हामी कहाँ जान्छौँ इट इज अ मिस्ट्री टु अस हामीलाई थाहा हुँदैन म डिसाइड गर्छु बिस्तारै हेरौँ Love you guys. Peace out, hustlers. Peace out.